डेट नपुगी जन्मिएका बच्चाहरूको अभिभावकहरूले सुन्नै पर्ने कुरा। यदि तपाईँहरूको बच्चाको आँखामा पनि यस्तो नहोस् भन्ने चाहनुहुन्छ भने शीघ्र नै आँखा जाँच गराउनुहोला। यदि यस्तो समस्यालाई हामीले समयमै पत्ता लगाउन सक्यौँ भने यसको पूर्ण रूपमा निदान भइकन आँखालाई पर्मानेन्ट ब्लाइन्डनेसबाट बचाउन सकिन्छ। यसरी समय नपुगी जन्मिएका बच्चाहरूको आँखामा देखिने यस समस्यालाई रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी भन्ने गरिन्छ। यदि तपाईँहरूको बच्चाको जन्म 34 हप्ता वा सोभन्दा अगावै भएको छ, यदि बच्चाको तौल जन्मिँदाखेरि 2000 ग्राम अर्थात् 2 किलो वा सोभन्दा कम रहेको छ भने तपाईँहरूले चाहिँ तत्कालै आँखा जाँच गराउनु आवश्यक हुन्छ। नाममै भनेअनुसार रेटिनोप्याथी अफ प्रिमेच्युरिटी भनेको चाहिँ प्रिमच्योर बेबिज अर्थात् मच्योर नभइकन पूर्ण समय आमाको गर्भमा रहेर आफ्नो सम्पूर्ण अङ्गहरू राम्रोसँग विकसित नभइकन जन्मिएका बच्चाहरूमा चाहिँ यो आँखाको पर्दामा देखिने समस्या हो। यसबाहेक यसको प्रमुख रिस्क भनेको चाहिँ यदि बच्चालाई एनआइसियुमा भर्ना गरेर राख्नु भएको छ र बच्चालाई चाहिँ कन्टिन्युअसली अक्सिजन दिनु परेको छ भने त्यस्तो बच्चाहरूमा चाहिँ अथवा श्वास प्रश्वासको समस्या भएका बच्चाहरूमा चाहिँ यो रेटिनोप्याथी अफ प्रिमेच्युरिटी हुने सम्भावना बढेको हुन्छ। यदि नवजात शिशुमा विभिन्न इन्फेक्सन भएर बच्चालाई भर्ना गरेर राख्नु परेको थियो भने अथवा बच्चालाई जन्डिस भइकन लाइट थेरापी दिएर त्यो जन्डिसको उपचार गर्नु परेको थियो भने अथवा बच्चामा चाहिँ रगतको कमी भइकन अनेक पटक रक्तदान गर्नु परेको थियो भने यस्तो बच्चाहरूमा चाहिँ रेटिनोप्याथी अफ प्रिमेच्युरिटी बढी मात्रामा भएको देखिन्छ। आँखा जाँच गराउँदाखेरि कुन समयमा गराउने त? के जन्मिने बित्तिकै बच्चाको आँखा जाँच गराउने हो त? बच्चा जन्मिने बित्तिकै चाहिँ बच्चाको आँखा जाँच गरिँदैन। यस्तो नराम्रो खालको रगत नसाहरू आँखामा विकसित हुनको लागि कम्तीमा पनि 2 देखि 3 हप्ता लाग्छ। त्यसै कारणले गर्दाखेरि बच्चा जन्मिएको 2 देखि 3 हप्ताको समय चाहिँ एकदम आइडियल समय हो आँखा जाँच गराउनको लागि। यदि बच्चा आइसियुमै छ भने तपाईँहरूको नवजात शिशुको डाक्टर साहबले नै आँखाको डाक्टर साहबकोमा रिफर गरिदिनुहुन्छ अथवा आँखाको डाक्टर साहबलाई बोलाएर बच्चाको आँखा देखाइदिनुहुन्छ र यदि देखाउनु भएको छैन अथवा भन्न छुटाउनु भएको छैन भने पनि तपाईँहरूले आफैले सजग भएर बच्चाको आँखा देखाउनु अत्यावश्यक हुन्छ। त्यसै कारणले गर्दाखेरि कुनै पनि हेलचक्राइ नगरिकन समय अगावै जन्मेका अथवा तौल नपुगेर जन्मेका नवजात शिशुहरूको आँखा जाँच समयमै गराउनु होला। साथसाथै यदि बच्चा जन्मिसकेपछि पनि बच्चाको स्वास्थ्यमा कुनै समस्या देखिएको छ भने यस्तो बच्चाहरूलाई पनि आँखा जाँच गराउन नबिर्सिनु होला। आँखा सम्बन्धी यस्तै इन्फर्मेटिभ फ्याक्ट र कन्टेन्टको लागि नेपाली आई डाक्टरलाई फलो गर्दै गर्नुहोला।